सरकारी स्कुलका विद्यार्थी त कमजोर हुन्छ भन्ने आरोप छ नि। सरकारी स्कुलका विद्यार्थी कसरी कमजोर भयो बाबु? अस्ति एउटाले होमवर्क गरेन बाबु, अनि तँलाई होमवर्क गर्दैनस् भनेर पिटेको मलाई च्याप्पे समातेर झ्यालबाट फाल्दियो, त्यसलाई कमजोर भन्न मिल्छ? अनि तपाईँ त माइती घरमा सुतेर आन्दोलन गर्नु भएको छ त। अब के गर्नु त बाबु, स्कुलमा लाएको बानी निदाइहाल्यो। यत्रो दिन आन्दोलन गर्दा विद्यार्थीले केही भनेको छैन? हामीलाई चाहिँ स्कुलमा सुत्न नदिने, आफू चाहिँ रोडा सुत्ने भने आछ। विद्यार्थीको भविष्यमाथि खेलबाड भएको जस्तो लाग्दैन तपाईँलाई? यो आन्दोलनले नि हामी विद्यार्थीको भविष्य सुनिश्चित गर्दैछौँ। कसरी? बाबु अब यसरी नै 7 दिन जति आन्दोलन गरियो भने त जम्मै विद्यार्थी बोर्डिङ गइहाल्छन्, अनि भएन विद्यार्थीको भविष्य सुनिश्चित। अनि यो 12 कक्षाको परीक्षा गर्न चाहिँ किन ढिला गर्नुभएको? हाम्रा देशका विद्यार्थी हाम्रै देशमा राख्नु परेन। अब 12 को परीक्षा दियो भने विद्यार्थी पास भइहाल्छन्, पास भएपछि विदेश गइहाल्छन्।